यो बिहारको गाडीले चाहिँ जहाँ पाए त्यही थुक्दैछ साथी। यो पान खाएर चाहिँ थुक्यो कि मैले अलिक सम्झाएको थिएँ कि अलिक ल्याङल्याङ गर्दै थियो कि मलाई। यो गाडीमा प्रेस पनि लेखेको छ हो, उनीहरूलाई त्यो बिहारमा जस्तो जहीँ पाए त्यही थुक्दो रहेछ यो। ऊ हेर्नु त फेरि पनि थुक्यो। यो के हो, अलिकति एक्सन लिनु है तपाईँहरूले ल। म भन्छु ल यो मान्छेलाई एकछिन ल। गुट्का खाएर चाहिँ पाइ त्यही थुक्दैछ। यो गाडी नम्बर अलिकति याद गरिदिनुहोस् है हाम्रो सिक्किम पुलिसहरूले कि, किनभने जहाँ पाइ त्यही थुक्दैछ। अहिले पनि तपाईँले देख्नुभयो होला, मैले अघि सम्झाएको थियो होइन गर्दिनँ भन्दा फेरि पनि थुकिहाल्ने हो। यो नम्बर हेर्नुहोस् है, यो नम्बरलाई चाहिँ जहाँ पनि भेट्छ नि प्रहरीलाई अलिकति याद गरिदिने। जहाँ पाइ त्यही थुक्दै हिँड्दैछ। अहिले यो हामी कोअपरेटिभबाट चाहिँ उकालो जाँदैछ यो बाटो। फेरि दुईटा छ बिहारको गाडी कि, उनीहरूको त्यो बिहार जस्तो सोचेर थुक्दो रहेछ। नम्बर प्लेट यहाँ छ, क्लियर निक्लेछ। के हुन्छ एक्सन गर्नुपर्छ है। बिहार जस्तो थुकेर छैन नि, कस्तो घिनलाग्दो देख्छ फेरि त्यो गुट्का खाएको थुकेको। मैले सम्झाएको भनेको पनि होइन, अलिकति पत्याएन टेरेन हो। हामीले चाहिँ यहाँ थुक्नु पाउँदैन, तपाईँले नथुक्दिनु भन्दा फेरि चाहिँ ठिकै भन्दै थियो होइन। यो बिहारका जस्तो नै होइन।